तपाईलाई लाग्न सक्छ यी सामान्य समस्या हुन्, तर कहिलेकाहीँ यिनै लक्षणहरू रगतको क्यान्सर अर्थात् ल्युकेमियाका सुरुवाती सङ्केत हुन सक्छन्। के हुन् त ती लक्षणहरू? ध्यान दिएर सुन्नुहोस्। नमस्ते, म डाक्टर प्रकाश। यो भिडियो अन्त्यसम्म हेर्नुहोस् र यस्तै स्वास्थ्य सम्बन्धी जानकारीका लागि मलाई फलो गर्नुहोस्। पहिलो नम्बर, अत्यधिक थकान। पर्याप्त आराम गरेपछि पनि थकान नहट्नु र दैनिक काम गर्न गाह्रो हुनु रगतमा रातो रक्तकोष कम भएको सङ्केत हुन सक्छ। दोस्रो नम्बर, बारम्बार ज्वरो आउनु वा सङ्क्रमण हुनु। ल्युकेमियाले शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउने भएकाले सामान्यभन्दा बढी सङ्क्रमण हुन सक्छ। तेस्रो नम्बर, शरीरमा सजिलै नीलडाम बस्नु वा रगत बग्नु। सानो चोट लाग्दा पनि नीलडाम देखिनु, गिजाबाट रगत आउनु वा नाकबाट बारम्बार रगत बग्नु प्लेटलेट कम भएको सङ्केत हुन सक्छ। चौथो नम्बर, राति अत्यधिक पसिना आउनु। मौसम सामान्य हुँदा पनि राति कपडा भिज्ने गरी पसिना आउनु गम्भीर रोगको सङ्केत हुन सक्छ। पाँचौँ नम्बर, बिना प्रयास तौल घट्नु। खाना र व्यायाममा कुनै परिवर्तन नगर्दा पनि तौल घट्दै जानु चेतावनी सङ्केत हुन सक्छ। छठौँ नम्बर, घाँटी, काखी वा जाङको गाँठो सुन्निनु। दुखाइ नभए पनि लामो समयसम्म गाँठो बढिनु जाँच गराउनु पर्ने अवस्था हो। सातौँ नम्बर, हड्डी वा जोर्नी दुख्नु। विशेष गरी बच्चा र युवाहरूमा लगातार हड्डी दुख्नु ल्युकेमियासँग सम्बन्धित हुन सक्छ। विश्व स्वास्थ्य सङ्गठन बलोचो, नेशनल क्यान्सर इन्स्टिट्युट र अमेरिकन क्यान्सर सोसाइटीका अनुसार अत्यधिक थकान, बारम्बार सङ्क्रमण, सजिलै नीलडाम बस्नु, राति पसिना आउनु र बिना कारण तौल घट्नु ल्युकेमियाका सामान्य लक्षणहरूमध्ये पर्छन्। याद राख्नुहोस्, यी लक्षणहरू हुनु भनेको अनिवार्य रूपमा रगतको क्यान्सर भएको भन्ने होइन, तर यदि यस्ता लक्षणहरू धेरै हप्तासम्म रहिरहे भने डाक्टरसँग परामर्श लिनु अत्यन्त आवश्यक छ। यदि यस्ता लक्षणहरू देखियो भने सबैभन्दा पहिले पूर्ण रक्त परीक्षण सीबीसी जाँच गरिन्छ। यस परीक्षणबाट रातो रक्तकोष, सेतो रक्तकोष र प्लेटलेटको सङ्ख्या सामान्य छ कि छैन भन्ने थाहा हुन्छ। यदि रिपोर्टमा असामान्यता देखियो भने पेरिफेरल ब्लड स्मियर गरेर रगतका कोषहरूको आकार र स्वरूप जाँच गरिन्छ। रगतको क्यान्सरको शङ्का अझ बढी भएमा बोन म्यारो एस्पिरेसन तथा बायोप्सी गरिन्छ, जसलाई रगतको क्यान्सर पुष्टि गर्ने मुख्य परीक्षण मानिन्छ। आवश्यक परेमा फ्लो साइटोमेट्री, सिटोजेनेटिक टेस्टिङ र मोलिकुलर टेस्टिङ समेत गरिन्, जसले क्यान्सरको प्रकार र उपचारको योजना निर्धारण गर्न मद्दत गर्छ। त्यसैले लक्षणहरूलाई बेवास्ता नगरी समयमै जाँच गराउनु अत्यन्त महत्त्वपूर्ण छ।